लौ त साथीहरू आज चाहिँ सादा सब्जी दाल भात खाने हो किनकि 7 तारिकदेखिको माछा मासु खाँदै आएको आज अघि 12 बजीसम्म खाइरहेको 1 हप्ता लगातार किनकि घरि को आउने भइरहेको थियो हो त्यही भएर म फेरि माछा मासु त्यति नखाने मान्छे होइन त्यति मलाई अब मन पर्दैन र पनि अब मान्छेहरू आएपछि त पाहुनाहरू आएपछि त खानै पर्यो पाहुना दाजुभाइ दिदी बहिनी को भन्दा है 7 तारिकबाट चाहिँ माछा मासु टुटेको थिएन घरमा मान्छे पनि टुटेको थिएन हैन आउने जाने एकदम चलिरहेको थियो र आज चाहिँ हामी दुईजना बुढाबुढी मात्रै रहने भए र सब्जी भात खाने हो एकदम सादा सब्जी बनाउने खाने हो सिमी यो सिमीलाई के सिमी भन्छ हौ भनिदिनु होला है तपाईहरुलाई थाहा छ भने अनि यो सिमी आलु दाल भात बनाएर खाने हो हस् त साथीहरु जाडो पनि खतरा जाडो छ है यी छेउमा हिटर बालेर हिटर चलाएर सब्जी बनाउँदै काट्दैछु केलाउँदैछु मजाले बनाउने हो बुढी ड्युटीमै छ मेरो छुट्टी थियो आज भोलि पनि छुट्टी के गर्नु अब परदेशी जीवन रुममा छुट्टी भएर पनि अब रुममै बितिन्छ दिन कतै जानु छैन केही गर्नु छैन यही छ अब हस् त साथीहरु बाइ बाइ नमस्ते।